सबैजनालाई बिर्खाङ लिम्बूको छोटो भिडियोमा तपाईँलाई स्वागत जनाउन चाहन्छु र बिर्खाङ लिम्बूको तपाईँहरूले चाहिँ युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनुहोस् है। र आज भने चाहिँ हामी रिन्चेम्बिङतर्फ जाँदैछौँ। म अनि मेरो साथी मिस अनि सर हामी जाँदैछौँ। र हेर्नुहोस् है, अहिले भने चाहिँ म देन्तामको नजिकैको नयाँ एसडिएम अफिस उद्घाटन भर्खरै मात्रै भएको छ र यसको छेउमा पुगिसकेको छु। तपाईहरुले हेर्दै जानुस् है आजको भिडियो मेरो। कतिवटा खाएर कि पुग्यौँ हामी आजिङसम्म। हाम्रो पुलिस टिआर सर सँगैको छ। यहाँ आजिङ मोडल फार्म यहाँदेखि गराएको हाम्रो रिन्चेम्बिङ छ यहाँ चाहिँ। ल जाउँ आजिङ फार्म, यसो घुमिराखेको जाउँ, आउनुहोस् न। सटटटटटटट आया अहिले त अलिक उयो गरेछ नि यो यहाँ हेर्नुहोस् है आजिङ फार्म। यो चाहिँ रिन्चेम्बिङ छेउमा पर्ने दामी ब्याम्बोको मात्रै युज हुन्छ नि यहाँ त सबै। होइन त्यो मागिम म लिम्बू राजाको नि हो छ नि। अहिले त लिम्बूले के चाहिँ गरेको छैन। नेक्स्ट तपाईँको पछि आउँदाखेरि यहाँ बनेको हुन्छ। हामी चाहिँ अहिले भने फार्मपट्टि जाँदैछौँ। हामी आजिङको फार्म के छ अब यहाँ मिसहरूलाई यसो खेलाउनु पर्ने छ, के किनिदिनु पर्ने छ। दामी बनाएको छ, बाँसहरूको बनाएको छ। वार्डहरू त कति थापेको छ वार्डहरू त वार्डी मान्छे यो पारी हेर्नुहोस् त। उयो दाल उयो रोपेको, यो दाल यस्तोमा रोप्छ यहाँ उयो भिरमा यो दाल खेती हो नि यसमा त भिरमा उयो दाल हो नि, यो भिरमा दाल हो, सब दाल हो त्यो। ठक्कै हामी यहाँ आइपुग्यौँ अब चाहिँ ठक्कै मल्लेरो हो। ए मजाले पाकेछ त होमस्टे आजिङ मोडल फार्म होमस्टे। आमा मल्लेरो कति दामी फलेको छ। दामी छ नि हो यहाँ जग्गा। यो चाहिँ तपाईँको यो हेर्नुहोस् है तपाईँहरूले ठ्याक्कै होमस्टे फार्म। यहाँ आउने खास त हेर्नु त पाइनएप्पल। पाइनएप्पल पुरा छ होइन अहिले त ग्यारेन्टी पुगेको यो। यहाँ हेर्नु उयो के गर्नु वासरुमहरू यता हो। यहाँ चाहिँ उयो है हल हो खासमा, हल। हेर्नु त पाइनएप्पल तर फलेको छैन, सिजन होइन छ नि। हेर्नु त है पछि उयोमा आउनुपर्छ नि के पो सुन्तोलाहरू फल्ने टाइममा त झन् आरू ठुलो खाएको छिटो फल्छ। अब यो दुई महिना बादमा अम्बक पनि सुकिसकेको छ, बहुत गरम। सुँगुरहरू पनि छ। मल्लेरो भिडियोमा आउनुपर्छ नि सर।
के हो पुत्काको म हेर्नु यो चाहिँ रहेको रहेछ पुत्काको सानो पिचिङ जस्तो बनाउँछ रहेछ नि ऊ यहाँ बनाएको रहेछ यत्रो छेर त्यो किन्नुपर्छ कि यही हो भनेर यता हो नि किचनहरू आउनु नि फुल हेर्नु त आई लभ फार्म यो चाहिँ चराको मलाई राखिदिएको याप्लालाई हामी दार्जिलिङ फार्ममा प्रवेश गरिसकेको छौँ होइन फुलहरू चाहिँ कति राम्रो राम्रो फुलहरू छ ठ्याक्कै यहाँ तपाईँहरू आउनु सक्नुहुन्छ अहिले चाहिँ अलिक सिन्तोलाहरू फलेको टाइममा चाहिँ दामी हुन्छ नि वार्डहरू छ नि उयो चुलातिर पकाउँछ होइन उयो रटर राख्छ नि अनि उयो पानी डाइरेक्ट आउँछ तातेर आउँछ रहेछ उहाँ खोल्दा तातेको तातो पाउँछ यहाँबाट चाहिँ आएर चाहिँ यता यो चाहिँ चुला अर्ग्यानिक यहाँ रट हालेको छ नि यो रटमा चाहिँ तात्तिँदैन चाहिँ स्वाट त्यो तातो पानी पाउँछ ए अहिले छैन क्लोज जाउँ